हामीले यसमा यहाँबाट घरले सुरक्षित गर्नुपर्छ। यसलाई बाटो पनि हुनसक्छ, जुन हलत पनि हुनसक्छ। पहिले सुरु गएर हामीले उसको चारैतिर गएर हामीले उसको इलेक्ट्रिक हजारहरू कुनै पनि हजारले उसलाई अटेको हुन्छ, त्यो हजारहरू हेरेर हामीले उसको हजारहरू क्लियर गर्नुपर्छ। त्यसपछि क्लियर गरिसकेपछि हामीले वरिपरि खतरा वस्तुहरूलाई सिक्योर गरिसकेपछि हामीले त्यसपछि आफू सुरक्षित भयो, उसलाई बिरामीलाई सुरक्षित गरिदियो र वरिपरिको रमिलो मान्छेहरूलाई पनि सुरक्षित गरिदियो। त्यसपछि हामीले अब बिरामीको होस्टे गर्न जाँदैछौँ। म अब बिरामीको होस्टे गर्न जाँदैछु। मैले बोलाएको सुन्नुहुन्छ? हेलो दाइ, मैले बोलाएको सुन्नुहुन्छ? मैले सुन्नु भएन, रेस्पोन्स दिनु भएन भने अब उसको अलिक नजिक उसको वरिपरि उस गर्ने बजाउने। हेलो दाइ, मैले बोलाएको सुन्नुहुन्छ? हेलो दाइ, मैले बोलाएको सुन्नुहुन्छ? अब सुन्नु भएन। अब पेसेन्ट इज अनकन्सियस, एक्टिभेट इएमएस भन्नुपर्छ। एक्टिभेट इएमएसमा हामीले पुलिस पनि हुनसक्छ, एम्बुलेन्स पनि हुनसक्छ, जेसुकै आग लागेको छ भने दमकल पनि हुनसक्छ। जुनसुकै स्थान पनि हामीले यति होस्ट चेक गरिसकेपछि इएमएस एक्टिभेट गर्नुपर्छ। त्यसपछि गएपछि हामीले बिरामीको श्वास मार्ग खोल्नतिर जानुपर्दा, श्वास मार्ग खोल्न जाँदा हामीले ट्रमा केस छ भने हिटिल चिलिफ र मेडिकल चाहिँ छ नि हिटिल चिलिफ र ट्रमा केस छ भने जत्रस विधिबाट हामीले बिरामीको श्वास मार्ग क्लियर गर्दछौँ। त्यसपछि अब मैले बिरामीलाई हिटिल चिलिफको माध्यमबाट बिरामीको एयरवे क्लियर गर्न गइरहेको छु। गर्दा बिरामीको टाउकोमाथि हात नरम भागले राख्ने र त्यो दुईवटा औँलाले जको भागमा राख्ने, जमा राखेर यस्तो पछाडितिर धगाल्ने अनि यस्तो क्लियर गर्ने, एयरवे हेर्ने। भित्र कुनै पनि वस्तुहरू अड्किएको हुनसक्छ, केही पनि अड्किएको हुनसक्छ। सर अब यो कान लगाउनुहोस् न। कान बिरामीको नाकमा आउँछ, कान लगाउनुहोस्। हाम्रो एयरवे क्लियर गर्यो, यति वर्ष उसको मुख हेऱ्यो। अब त्यसपछि हामीले बिरामीको लुब्रिसन फिल भनेको बिरामीले सास फेरिरहेको छ कि छैन, उसको स्पन्दन चलिरहेको छ कि छैन, हामीले त्यो हेर्न गइरहेको छौँ। यहाँ राख्ने, कानले अगाडि भेट्ने, आँखाले चिउँडो जम्मा औँलाइराख्नुहोस्। अलि माथि औँला कि हो कान 10 सेकेन्ड त्यस्तै गर्दै कम्ती भने 10 सेकेन्ड गरिसकेपछि हामीले बिरामीको उसहरू हेर्न सक्छौँ। अब यो त्यसपछि यहाँ सरले भन्नुभएको छ एकदम राम्रो तरिकाले आइरहेको छ। यो चाहिँ यो पछि अब यो अवस्थामा मुख आँ गराउने चाहिँ के हो भने पानीमा डुबेको बेलामा र चकिङ केही खाँदा अड्केको छ भने त्यो हेर्ने हो, अरू बेला परेन है। अरू बेला चाहिँ पानीमा डुबेको छ र केही कुरा छ भने त्यो हेर्ने हो। अब त्यो उसमा नि आउँछौँ हामी, सिपिआरमा पनि आउँछौँ। अनि पानीमा डुबेको छैन र अनि अरू नि केही खाएर छ भने त्यो केही छ कि भने त्यो हेर्नलाई एकदम ठिक छ। त्यो दोहोरो भन्नु अनि त्यसपछि हामीले लुब्रिसन फिल गर्दा यहाँ राखेर औँला यहाँ राखेर हामीले पेटको भाग अनि छातीको भाग तलमाथि भइसकेको छ कि छैन भनेर कानले सुन्ने र आँखाले यता हेरेर अनुभव गर्न सक्छौँ। त्यसपछि हामीले बिरामीको यहाँ क्यारोटिड पल्स हुन्छ, यो क्यारोटिड पल्स चेक गरेर 10 सेकेन्ड चेक गर्छौँ अनि यसबाट क्यारोटिड पल्स थाहा पाउँछौँ। अनि त्यसपछि अब रिकभरी पोजिसन, त्यसपछि अब बिरामीलाई रिकभरी पोजिसनमा एम्बुलेन्स नआएजेनसम्मको लागि हामीले बिरामीलाई रिकभरी पोजिसन राख्छौँ। त्यसको लागि हामीले हात सिधा गरिदिने 90 डिग्रीमा, अनि यताको बायाँ हातले लिएर आफ्नो हात वरिपरि यस्तो समात्ने, कानमै ठ्याक्क होइन ठ्याक्क यो उल्टो चाहिँ यो भाग राख्ने हो, त्यही भएर सामना राख्ने। अब अनि यताको जुन हात हामीले राखेको छ त्यसकै अपोजिटको खुट्टा सिधा राख्ने। अब यसरी एकैछिन है। अब यसलाई चाहिँ कस्तो हुन्छ भने यो यसरी तानेर छोडियो भने फेरि लुखरुक्क जान नि सक्ला। त्यो हुनाले भित्रबाट गर्दा अझ राम्रो है। अब छोडिदिएर अब यसो घुमाएर गर्नुहोस्। ल अब खुट्टालाई मात्रै दबाउनुहोस्, जति मोटो भयो भने टक्क आफूतिर ल्याएर रिकभरी पोजिसनमा। अब यो कुइनोलाई यो बाहिर निकालिदिनुहोस् बिस्तारै अझै। अब एयरवेज ओपन गरिदिनुहोस् यसरी, यसलाई बिस्तारै यो कुइनाले टेक्नुपर्छ हामीले एम्बुलेन्स 90 ल अब बान्दा भयो भने
खुट्टानीले तान्दा पायो भने भैँमा बगेर जान्छ कि त्यो खुट्टानी अझै हालिदिनु बिस्तारै त्यहीँ नै थियो कि ल अब चिसो छ भने के गर्ने तापक्रम मेन्टेन गर्नको लागि घोडाइदिने तातै छ ठिकै छ भने परेन ल धन्यवाद